गोर्खा घुम्न जाम है स्वर्गै पुगे झै न्याय नपाए गोर्खा जानु फाइनल्ली हामी चाहिँ गोर्खामा आयौँ। यो रहेको छ पृथ्वीनारायण शाहको दरबार। यस्तो रहेको छ, यो पहिला पहिलाको हतियार होला। हामी टिकट काटेर भित्र स्वर्ग जाने बाटो रहेछ। म चाहिँ प्र्याक्टिस गर्दै कछुवा रहेछ। ऐना पहरा यता चाहिँ परेको रहेछ है। झन्डा पार्क पनि छ क्या हो। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हामी गोर्खामा छौँ। गोर्खामा चाहिँ हामीले गोर्खाको दरबारतिर घुम्न आएको। म चाहिँ यहाँको ठाउँहरू कस्तो छ भनेर तपाईँहरूलाई देखाउँछु मेरो भिडियोमा। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्दै जानुहोला। न्याय नपाए गोर्खा जानु फाइनल्ली हामी चाहिँ गोर्खामा आयौँ। राम शाहले भनेकै छ है। गोर्खा दरबार हुँदैछ। अब हामी जाँदैछौँ म्युजियम। गोर्खाको म्युजियम रे कस्तो छ हेर्दै जानु है। गर्मी हो गई। अब हामी गोर्खा दरबार सङ्ग्रहालयभित्र चाहिँ जाँदैछौँ र त्यसको लागि चाहिँ टिकट लिनु पर्दो रहेछ। हामीले चाहिँ टिकट लिँदैछौँ अनि टिकट चाहिँ प्रति व्यक्ति रु 25 मात्र रहेछ है। टिकट लिएर हामी चाहिँ गोर्खा सङ्ग्रहालयमा प्रवेश गऱ्यौँ र यो चाहिँ बाहिरबाट गोर्खा सङ्ग्रहालय यस्तो देखिएको छ। अनि अब हामी चाहिँ एकछिनमा भित्र जान्छौँ। भित्र चाहिँ के कस्तो छ तपाईँहरू चाहिँ हेर्दै जानुहोला। पानी खान नपाएर उस भयो, आत्तियो। खतरा रहेछ त। यस्तो रहेको छ। अब चाहिँ हामी म्युजियमभित्र जाँदैछौँ अनि भित्र चाहिँ के कस्तो छ, के कसरी राखिएको छ हामी चाहिँ हेर्नको लागि एकदम आतुर छौँ। कृपया शान्त रहनु होला रे, नहोला है। शान्त रहने रे, शान्त। कलशहरू ओइ श्रृङ्गार बट्टा त खतरा खाता। रोचे पानीको भण्डारको लागि यति ठुलो रे। जातो जाति कक्ष, घले जाति, नेवार जाति अनि यता क्षेत्री जाति, यता तामाङ जाति अनि यता गुरुङ जाति। कसको? मगर जातिको कि कसको? बराम जाति अनि यता चेपाङ जाति रे। यतातिर रहेको छ कलशहरू है, यसरी राखिएको रहेछ।
अनि यतातिर चाहिँ मानापाती राखेको रहेछ अनि यतातिर चाहिँ वाद्यवादनको साधनहरू यसरी सजाएर राखेको रहेछ अनि यतातिर चाहिँ कुन जात जातिको मानिसहरूले चाहिँ कस्तो खालको पेसा अपनाएका थिए भनेर चाहिँ यसरी राखेको रहेछ अनि यहाँभित्र चाहिँ कति धेरै कुराहरू थियो अनि कुनै कुराहरू चाहिँ हामीले खिच्न नमिल्ने थियो किनभने फोटो नखिच्नु होला भनेर चाहिँ लेखेको थियो सो सबै कुराहरू चाहिँ देखाउन सकिनँ है अब हामी म्युजियमबाट चाहिँ निस्किँदैछौँ बाई बाई पिपलको यति ठुलो रुख छ मजाको रुख कस्तो लाग्यो त तिमीलाई म्युजियम राम्रो दिदीलाई कस्तो लाग्यो म्युजियम ल सबैलाई राम्रो लाग्यो रे तपाईहरु पनि घुम्न आउनु है गोर्खाको म्युजियम राम्रो छ म्युजियम राम्रो छ अब चाहिँ हामी चिल्ड्रेन पार्कमा जाँदै छौं यहाँ सबैजना रेडी हुँदै हुनुहुन्छ अहिले चाहिँ हामी सबैजना लुङ्गी लाएर जाँदै छौं हामी लुङ्गीमा कस्तो देखेको छौं भनेर चाहिँ हेर्नको लागि मेरो भिडियो हेर्दै जानु होला हेलो ओहो ब्युटिफुल दिदी हेलो 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 ल हामी यतिजना मिलेर चाहिँ घुम्न जाँदैछौँ अहिले चाहिँ हामी चिल्ड्रेन पार्कमा छौँ तर खासै चिल्ड्रेन पार्कको जस्तो केही पनि रहेन त अनि तलतिर चाहिँ गाउँ रहेछ माथि भ्यू टावर यो रहेको छ पार्क हामी आउँदै ढिलो भइसक्यो साँझ पर्यो फेरि आउन बित्तिकै फर्किने बेला भइसक्यो अनि यहाँबाट देख्न सक्नुहुन्छ यो चाहिँ गोर्खा है साँझ परिसक्यो पुरै झिलिमिली आयो तलतिर यस्तो रहेको छ अन्जुली माथा सिलम चामल मुरुका सिलम चामल मुरुका सिलम चामल मुरुका दुई माना मिलेसी यो जन्ते से फुरुका यो चाहिँ गोर्खा बजारको नाइट भ्यू यतिको झिलिमिली देखेको छ है गोर्खा बजार चाहिँ जेस राम्रो देखेको छ यतातिर चाहिँ डान्स चलिरह अब म पनि डान्स जोइन गर्न जाँदैछु हेर्दै जानुहोस् हेलो गुड मर्निङ इट्स नेक्स्ट डे अनि आज चाहिँ हामी माथि मन्दिरतिर जाँदैछौँ सबैजना रेडी भइसक्नु भयो हेलो कति राम्री भएर निस्किनु भएको छ है म चाहिँ यस्तो भएर निस्केको छु खै देखिएन त अनि माथि मन्दिरतिर चाहिँ कस्तो छ देखाउँदै जानेछु हेर्दै जानु होला है हामीले चाहिँ ट्याक्सी बोलाएको आउँदै आएन सो यत्तिकै कुरेर बसेको छौँ अनि यहाँ चाहिँ आज बिहान पानी पर्न थालेको छ मौसम चिसो छ अलिअलि जाडो फिल भइरह जेस पानी चाहिँ नपरे हुन्थ्यो भनेको हामी चाहिँ अब मन्दिर जान्छौँ त्यसपछि चाहिँ गोर्खाको दरबारतिर जान्छौँ हेर्दै जानु होला है तपाईहरु पनि म सबै भिडियोमा देखाउने छु अनि कस्तो लाग्छ मेरो भिडियो हेरेर इन्जोय गर्नु होला यो चाहिँ हामी बसेको होटल है सबै बाँसले बनाएको छ यस्तो राम्रो गरेर अनि किनभने यो होटलको नाम नै ब्याम्बो होटल हो ल अब ट्याक्सी आइपुग्यो हामी चाहिँ जाँदैछौँ जाम दिदी जाम उतै गएर खिच्ने हो बाई बाई तपाईहरु पनि अब माथिकै भिडियो हेर्नु होला है त
हामी चाहिँ ट्याक्सीबाट झरेर हिँड्दैछौँ अनि मन्दिर पुग्नको लागि चाहिँ थोरै हिँड्न पर्दो रहेछ। अनि अब हामी चाहिँ फुलहरू किन्दैछौँ, पूजाको सामानहरू चाहिँ किन्दैछौँ है। यसरी बस्नु भएको छ यहाँ चाहिँ बाटोमा। कस्तो राम्रो है, यो लैजाऊँ। दुईवटा लैजाने हो। अरूले चाहिँ तल किन्दै हुनुहुन्छ। ल हामीले चाहिँ पूजाको सामानहरू लियौँ अनि माथि सिडी चढेर मन्दिर जाँदैछौँ। यो चाहिँ गेट। बाँदरले सबैको दर्शन गर्छ। यतातिर चाहिँ यस्तो छ, दर्शन गरे। म भनौँ ओए किन पछि आएको र बाँदर हेर न, डराउन्न। ओए न मन्दिर चाहिँ यता छ है। रहेको छ पृथ्वीनारायण शाहको दरबार यस्तो रहेको छ है। अनि यतातिर मन्दिर छ, यहाँ चाहिँ दरबार। अब हामीले चाहिँ पूजा गरेर फर्किँदैछौँ। जे होस् पृथ्वीनारायण शाहको दरबार पनि हेरियो, पूजा पनि गरियो। अनि तपाईहरु पनि यदि गोर्खा आउनुभयो भने पृथ्वीनारायण शाहको यो दरबार र मन्दिर घुम्न चाहिँ नभुल्नु होला। गोर्खा घुम्न जाम है, स्वर्गै पुगे झै हुन्छ। झल्ला घुमे भाके सबै कुरा सही हुन्छ। गोर्खा घुम्न जाम है, स्वर्गै पुगे झै हुन्छ। झल्ला घुमे भाके सबै कुरा सही हुन्छ। प्रसाद खाँदै दिदीहरू चाहिँ दिदीबहिनीहरू गोर्खा चाहिँ एउटा इतिहास बोकेको ठाउँ हो भनेर पनि चिनिन्छ। अनि न्याय नपाए गोर्खा जानु भन्ने चलन छ नि। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। तपाईहरु पनि घुम्न आउनु होला। अनि यहाँको बनावटहरु चाहिँ एकदम राम्रो छ। यहाँ पर जस्तो देखिन्छ अनि पर माथि चाहिँ मन्दिरहरु निर्माण गरे जस्तो लाग्यो मलाई चाहिँ। अब सुत्न चाहिँ पाएन। छिटो आउनु न दिदीहरु। यस्तो मिठो प्रसाद छ है। स्वर्ग जाने बाटो रहेछ। म चाहिँ प्र्याक्टिस गर्दैछु, पुग्छु कि पुग्दिन। आँखा चिम्म गरे म त पुग्दिन होला। आँखा चिम्म गरेर भर्खरै नर्ग जान लाग्छ ल। जा जा
कता र त्यो त हामीले भनेको कुरै भएन सिडी जसरी यो सिडी छ त्यस्तै सिडी अब जताबाट चढेर भयो नि तिमी स्वर्ग पुग न तर यहाँ त कन्फ्युज होला रहेछ त म त भिन्चुन बनाउँछु भने ओइ गए र म गएछ कि गएछ बिग्रियो त हामी बिग्रियो भनिदिइहाल्छ नि गयो ल बिग्रियो यहाँबाट कन्फ्युज अब हामी गोर्खाको बजार छोडेर निस्किँदैछौँ अनि त्यसपछि चाहिँ हामी खैरेन टारमा रहेको ऐना पहरामा जाने सोचिराखेका छौँ भिडियो चाहिँ हेर्दै जानु होला हामी चाहिँ गोर्खाबाट फर्केर अनि फेरि यो आगो खैरेनी नजिकै रहेको ऐना पहरामा जाँदैछौँ अहिले चाहिँ हामीले टिकट सिकट काटेर ऐना पहरामा जाँदैछौँ अनि ऐना पहरा चाहिँ कस्तो छ म भिडियोमा देखाउँदैछु तपाईँहरू पनि हेर्दै जानु होला यो चाहिँ इन्ट्री पोइन्ट है मेरो त उता भयो चिसो भयो के हो ऐना पहरामा झन्डा पार्क पनि छ क्या हो तर नाम चाहिँ लेखेको छैन है हामी नेपाली हाम्रो नेपाल नेचरलाई चाहिँ आर्टिफिसियल रूपमा सजाएर जेस राम्रो बनाएको रहेछ मन पर्यो अहिले फोटो फाइनल्ली हामी चाहिँ अहिले पोखरा आइपुग्यौँ अनि हामी चाहिँ गोर्खाको 3-4वटा ठाउँहरू घुम्यौँ सबै ठाउँहरू चाहिँ एकदमै राम्रो लाग्यो अनि मेन चाहिँ हामीले गोर्खाको बारपाक गाउँ घुम्न जाने भनेर चाहिँ गएका थियौँ तर के मिलेन अनि हामी चाहिँ फर्किहाल्न पर्ने भयो सो बारपाक चाहिँ घुम्न पाएनौँ अनि हामीलाई चाहिँ गोर्खाको सबै ठाउँहरू एकदमै राम्रो लाग्यो र तपाईँहरूलाई चाहिँ मेरो भिडियो हेरेर गोर्खाको ठाउँ कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला र अब चाहिँ अर्को भिडियोमा भेटौँला बाई बाई फाइनल्ली अहिले चाहिँ हामी पोखरा आइपुग्यौँ अनि हामी चाहिँ गोर्खाको 3-4 ठाउँहरू घुम्यौँ एकदमै राम्रो लाग्यो अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो हेरेर गोर्खाको ठाउँहरू कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला अनि मेरो अर्को भिडियोमा भेटौँला बाई बाई